भन्छ आजको घुमाइ कस्तो भयो ल भन त आजको घुमाइ एकदम रमाइलो नै भयो सम्झना लायक भएन लायकको भएको छ दरबारतिर आएका छन् एकदमै रमाइलो भयो भक्तपुर संग्रहालय अन्तर्गतको परिसर पर्यो सुन्दर वातावरण ल ठिक छ अब हामी जान्छौँ है ल सामान्य रूपमा यसलाई देखाउँछौँ जो जसले चाहिँ देख्न चाहनुहुन्छ हेर्न चाहनुहुन्छ त्यसले हेर्न सकिन्छ लोटेलन यस्तो छ व्यस्त हुन्छ यहाँ त अब खास गरिकन यसरी पनि देखाउन सकिन्छ है यसको बनावट चाहिँ कसको होला पहिलेको होला कि अहिलेको होला यति राम्रो छ है अलिकति हामी यस्तो मिलाएर जानुपर्छ कि क्या अब हामी जान्छौँ है यहाँ व्यस्त हुन्छ जे होस् यहाँनिर व्यस्त हुने नै भयो यस्तो कुरादेखि चाहिँ अब यसको सबै कुराहरूको चाहिँ बयान गरेर साध्य नै छैन होइन नर्मल्ली चाहिँ हेर्नेले पनि झलाझुलुक हेर्ने हो होइन अब जस्तै यो मन्दिरको बयान गरेर साध्य भएन प्रत्येक कला र प्रत्येक कुना कुनाको बयान गर्दै साध्य भएन यस्तो खालकोदेखि चाहिँ ओके हामी चाहिँ अब सिधा चाहिँ सल्लाहकारतिर लाग्छौँ है सबै कुराहरू हामीलाई थाहा त भएन खास गरिकन अब पटक पटक आएको भए पनि कतिपय कुराहरू कतिपय होइन धेरै जसो कुराहरू चाहिँ हामी नबुझे पनि हामीले महसुस चाहिँ गर्यौँ ठ्याक्कै यो ठाउँ यो त्यो इतिहासलाई हामीले ठ्याक्कै पढ्न नसके पनि भन्न नसके पनि समग्रमा चाहिँ यहाँको कला यहाँको वातावरणलाई चाहिँ नजिकबाट महसुस गर्ने सकियो भनौँ धेरै कुराहरू छ अब यो कुन चाहिँ दरबार हो के हो यो कुराहरू यस्तो खालको चाहिँ यहाँको कलाको त अब कसले बयान गर्न सक्छ होइन इतिहासविदले नि सित्ती भ्याउँदैन त्यस्तो खालको छ है यस्तो छ पचपन्न झ्याले दरबार हो हुनुपर्छ सायद है हो पचपन्न झ्याले दरबार नै मलाई शङ्का लागेको थियो है भिडियोमा ठ्याक्क नभनिहाल्नु भनेर भन्दै हेऱ्यो होइन ल ठिक छ ल अहिले मैले जो घुमाएर देखाएको थिएँ त्यसको काठको कलाहरू माथि छततिर त्यो चाहिँ पचपन्न झ्याले दरबार नै रहेछ अनि त्यो सँगसँगै यहाँनिरको चाहिँ यो जो उभिएर बसेको छ घन्टीको उसमा मुनिमा यो चाहिँ भूपेन्द्र मल्लको हुनुपर्छ हो नै मैले पढे अनुसार चाहिँ मैले बुझे अनुसारले अब यहाँको कलाको त कुरै नछोडौँ पुरै छोडौँ अब भक्तपुरलाई चाहिँ अब त्यसको बारेमा बयान गर्नको